हेलो एभ्रिवान, हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। अनि आज चाहिँ म हजुरहरूको लागि नयाँ च्यालेन्ज लिएर आउँदैछु। त्यो च्यालेन्जको नाम हो चटपटे च्यालेन्ज। अनि यो चटपटे च्यालेन्ज चाहिँ हामी सासू बुहारी बिच हुँदैछ है त। ओके, लेट्स गेट स्टार्टेड। यहाँ चाहिँ रहेको छ रम्पम चाउचाउ, काँक्रा, अर्ग्यानिक काँक्रा, बन्दाकोपी, प्याज र टमाटर। हामी चाहिँ दुईजना मात्र भएकोले थोरै सामानमा म यो चटपटी रेडी गर्दैछु है त। बाँकी भिडियो म एकछिनपछि। यता चाहिँ छ मेरो चिया। म चाहिँ चिया खाँदै चटपटी बनाउँदैछु है त गाइजहरू। पहिला सुरु काँक्रा कटिङ गर्ने। भिडियो धेरै लामो हुन्छ होला, म सर्ट क्लिपहरू मात्र हाल्छु। गुदी चाहिँ फालिदिन्छु म सबै। भिडियोमा देखिँदैन होला है। यो चाहिँ खाँदाखेरि चटपटी पनि उसिन्छ क्या, यसको कारणले। त्यही भएर यो गुदीहरू चाहिँ फालिदिन्छु म। ओके, यहाँ चाहिँ छ हाम्रो टमाटर। यहाँनिर नि साथीहरू, हजुरहरूलाई एउटा कुरा सोध्नु मन लाग्यो, कब्जियतको घरायसी उपचार के हुन्छ? हजुरहरूलाई केही आइडिया छ भने मलाई भनिदिनु होला ल। मेरो सानो नानीलाई चाहिँ कब्जियतको एकदमै धेरै समस्या छ। मेडिकलको पाटोपट्टि हामीले सबै गर्दा हेरिसक्यौँ, केही गर्दा पनि निको हुँदैन है। अनि कब्जियतको समस्या चाहिँ के गर्दा निको हुन्छ? घरायसी, कसैले लेमन जल खुवाउँदा भन्नुहुन्छ, कसैले पपैया खुवाउँदा भन्नुहुन्छ, कसैले गिलो खानेकुराहरू खुवाउनु भन्नुहुन्छ। सबै टेस्ट गरेर हेर्दाखेरि पनि निको नभएर मैले हजुरहरूलाई सजेस्ट गरिदिनु मलाई भन्दैछु है। कसैलाई आइडिया छ भने भनिदिनु होला है त। र अब यहाँ पालो छ बन्दाकोपीको। बन्दाकोपी काट्ने। अब जहिले उसलाई मेन समस्या भनेको कब्जियतको हुन्छ क्या। कहिले कहिले 5-6 दिनसम्म पनि टोइलेट लाग्दिँदैन। अनि टोइलेट आउँदा पनि एकदमै गाह्रो बनाउँछ। पानीहरू पनि खाइरहेछ, सबै खानेकुरा पनि मिलाइरहेछ है। फलफुलहरू पनि प्रशस्त मात्रामा खुवाइरहेछ। त्यही पनि कब्जियतमा चाहिँ जहिले समस्या हुन्छ, जहिले रुनुपर्छ उसले। कसैलाई त्यो बारेमा आइडिया छ भने चाहिँ मलाई जानकारी दिनु होला है त कमेन्ट मार्फत। अनि आज चटपटीको रिवार्ड चाहिँ प्राइज चाहिँ छ 100 रुपिज। जसले चटपटे खाएर जित्छ 5 मिनटभित्रमा उसले चाहिँ 100 रुपियाँ पाउँछ है त। मामुले जित्नुभयो भने मामुले पाउनुहुन्छ र मैले जितेँ भने मैले पाउँछु। अन्तिमसम्म भिडियो स्किप नगरी हेरिदिनु होला है त। अनि के कस्तो लाग्छ नि अन्तिममा प्रतिक्रिया दिनु होला। अब चाहिँ पालो रहेको छ प्याजको। प्याज कटिङ गर्दैछु। ओ माई गॉड, भन्ने बेला कस्तो पिरो राग कस्तो राम्रो रहेछ क्या। एकछिन है। अनि नि साथीहरू, मेरो हस्बेन्डले पनि उहाँ पोर्चुगलमा अहिले नयाँ आइडी युट्युब च्यानल खोल्नु भएको रहेछ है। त्यो आइडीको नाम चाहिँ बिहाइन्ड द सिन विथ सुजन छ। सबैजनाले चाहिँ गएर त्यो आइडीलाई पनि सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। त्यहाँ पनि हजुरहरूले नयाँ नयाँ भिडियोको कन्टेन्टहरू देख्न सक्नुहुन्छ। अहिलेसम्म चाहिँ भिडियो हाल्नु भएको छैन। अब केही समय पछाडि छुट्टीको दिन मिलाएर हाल्नुहुन्छ। त्यहाँ पनि हजुरहरूले नयाँ नयाँ भिडियोहरू देख्न सक्नुहुन्छ। अर्को आइडीमा पनि त्यहाँ चाहिँ पोर्चुगलको बसाइ भइन्जेल उतैको भिडियोजहरू आउँछ। अनि यता मेरो आइडीमा चाहिँ मेरै यता फ्यामिली भिडियो आउँछ है त, डेली ब्लग आउँछ। अनि कस्तो कस्तो कन्टेन्टमा भिडियोहरू बनाउनु त्यो पनि हजुरहरूले कमेन्ट गरिदिनु होला। म चाहिँ अब युट्युबमा अलिक एक्टिभ हुनेछु। कस्तो भिडियोहरू हजुरहरूले रुचाइदिनुहुन्छ, म चाहिँ त्यस्तै भिडियोतिर चाहिँ फोर्स
गरौँला भन्ने सोच्दैछु अहिले खाली टाइममा। अब भोलि पर्सि अब जबमा लागे पछाडि यता त्यता भिडियो बनाउन पाइँदैन, त्यही भएर अहिले बनाउँदैछु। यहाँ चाहिँ हुन्छ हाम्रो माउ। नातिनीले दिनमा 10 जोडी लुगा फेर्छिन्। अहिले 9वटा लुगा छोडेर 10वटाको पाली छ। फेरिदिन लाग्दै हुन्छ। तिम्रो कुकुर डढ्यो। माउले अब 100 रुपियाँ दिनुहुन्छ मलाई। यहाँ चाहिँ भिडियो बनाउँदा झन्डै कुकर पड्किने बेला भएछ है। आलु बसाएको थिएँ। यहाँ चाहिँ छ हाम्रो सिनेको आलु। अब म चाहिँ यसलाई तास्छु है त पालो। अनि अब एकैचोटि म हजुरहरूलाई चटपटी रेडी भए पछाडि देखाउँछु है त, मरमसला सबै हालेर मोलेर अनि खाने बेलामा। ओके ल, हामी सासू बुहारीको यहाँ माउ चटपटे देखाउँदै चटपटे च्यालेन्ज चाहिँ सुरु भयो। यो चाउचाउ नहालेको, यो चाउचाउ हालेको 5 मिनटको च्यालेन्ज हुन्छ। जसले जित्छ उसले चाहिँ 100 रुपियाँ पाउँछ है त। 100 रुपियाँ दिनुहुन्छ नि मलाई? दिन्छु। 3 9 भयो। उल्टो देखेको रहेछ नि। 3 9 भयो। 10 11 12 13 14 3 14सम्म खाइसक्नु पर्ने। म छिटो खाइहाल्छु नि, म बुढी मान्छे गम खाइहाल्छु। यता साइडमा चाहिँ सायरा पनि खाँदैछिन्। उसको पनि हल्ला आउँछ होला। फर्स्ट छेउमा चाहिँ हाम्रो पानी पनि छ। खाऊ, तिमी पनि खाऊ। खाऊ छिटो खानुपर्छ, घाँटी पनि अड्किन्छ होला। आमालाई नर्मल ल्याउन, खाऊ छिटो। अहिले खाऊ। खाऊ। बाटोबाट मान्छेले देख्दा नि के गरेको बाटोतिर। मैले त सकेँ खाइ। प्लेटको कलर अर्कै छ, चिनिहाल्नुहुन्छ नि दर्शकहरूले। अर्को ल्याएर राख्नु पर्ने छ नि। मिठो। म चाहिँ एकदम ढिलो खान्छु। खान्छु होला। बाटा मान्छेले पनि देख्यो। त्यही त के गरेको होला बाटोतिर फर्केर। पिरो पनि राख भन्छन् होला। कस्तो भएछ चटपटे? मिठो। सधैँ यस्तो दियो त दिदी खानु। पिरो भयो। खानु आमा, पानी भन नि। पिरो। तिमीलाई चाहिँ के हालेछ? त्यो खाऊ। 1 मिनट चाहिँ उसैले टाइम पास गर्न सक्दिनु भयो। 2 जनाकै त गर्दिन। 11 भयो। 3 मिनट छ अब। चबाउनै पर्यो। चबाउनै पर्यो। नसबाई सुलसुल लेख्ने गयो आयो। 3 मिनटमा सकिन्छ के त। 3 चम्ची मात्रै होला। 100 रुपियाँ पैसा दिन के त्यत्रो आपा त बुहारीले नि जति दिए पनि बुहारी नि। निलिँदैन हतारमा 2 नै बराबरी हुन्छ होला। पक्यो। ल तिमीलाई आमाको मोबाइल दिन्छु ल। भिडियो गर ल आमाको र मामुको। हो गुड। हामी बुहारीको बजी
कोकालाई चटपटे मनपर्छ हाम्रो घरमा आउनुलाई खाना बोल्दाखेरि खुर्खुर बनाएर बेच्नु पो लाग्दैन ओल्लो घर पल्लो घरबाट सबै आउँछ होला वल्लो घर पल्लो भोलिदेखि खुर्खुर खानु चटपटे खाने बेला भयो भन्ने आउनु होला सकिँदैन क्या हो खाइसक्ने एक थाल छ कि सक्नु थोरै छैन अझै जुठो पारी यसले 5 मिनट भयो कति मिनटमा कति छिटो खाइसक्छ है त 5 मिनटमा खाइसकेन गाइजहरू नगर न हौ यता बसेर म मोबाइल दिन्छु त्यो मामुको मोबाइल नचला है छोरी छिटो खानु भन्नु न तिमी पनि खाऊ Bye. मैले खाइसक्नु लाग्यो How? Perfect. नाक नोज हो नोज झन्डै पक्ष्यो कस्तो हो घरमा राखेपछि त हेलो गाइज वेलकम टु माई ब्लग भन न ब्लग हो ब्लग भन्दै भन्दै क्लक हेर बुवालाई जित्नु पर्यो तिमीले सक्ने भने दुई चम्ची एक चम्चीले गरौँ म छिटो भयो मुखको पनि निम्ति सक्नुपर्छ मम्मी ए सब मुख पनि छ सक्ने पैसा देखाएको पनि देखाउनु कि भिडियोमा ए
सब खाइसकेँ मैले। अब 100 रुपियाँ हस्तान्तरण गरेको पनि देखाउनु कि गाइजहरू। मैले छिटो खाएँ, मलाई दिनु पर्यो। त्यही त देखाउनु कि नदेखाउनु भिडियो भिडियोमा दिन्छन् कि दिँदैन भन्नु न। खोर्सानी चाहिँ छोडेँ। यहाँ चाहिँ 100 रुपियाँ छ हेर्नुहोस् गाइज। मैले मामुलाई दिन आँटेको छोरीले हातबाट खोसेर लगिन्। आमालाई देऊ त जाऊ, आमा पापा खाने होस् भन त जाऊ। आमालाई देऊ न, आमाले पापा किनिदिनुहुन्छ, जाऊ त देऊ। आमा पापा खाने होस् भन। एउटा मम्मीले चटपटी पनि बनाएर खुवाउनु, पैसा पनि दिनुभयो। आहा यो पैसा थ्याङ्क यू। चटपटी पनि खान पाएँ, पैसा पनि पाएँ। ल आजको विनर हुनुहुन्छ मामु। अनि यहाँ हेर्नुहोस् गाइज, यो चाहिँ हाम्रो लोकल मकै होइन, के हो? हाइब्रिड। ए हाइब्रिड मकै, सुन जस्तै पहेँलो छ, एकदमै राम्रो फलेको छ। योपालिको मकै खाने बेला भइसक्यो अरे, सुक्ने बेला पनि भइसक्यो। अनि उहाँ चाहिँ मकै लभर हो, दिनमा एउटा दुईवटा अनिवार्य खानै पर्छ बिहान बिहान उठेर। ल आजको भिडियो चाहिँ यस्तै भयो। कस्तो लाग्यो भिडियो? लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला अरू बेलाको जस्तै। थ्याङ्क यू सो मच, बाई बाई।